कार भन्दा पनि यो चढ्ने धोको छ हौ लन्डनमा एकचोटि। पुरा हुन्छ। हेलो नमस्कार। सो अहिले आफूलाई एक्सर्साइज पनि हुन्छ होइन, एडभेन्चरको मजा पनि लिउँ भनेर। सो यहाँको जुन पार्कहरू चाहिँ यसरी नै म्यानेज गरेको हुन्छ। के किरा हो कि यस्तै मुखैभरि पस्दिरह्यो राइट। वास्तवमा त्यसको हेडेको अलिअलि सामान किन्नलाई होइन, त्यही भएर हेलो। तिनीहरू यहाँ यस्तो झाडमा क्याम्पिङ हाल्नु खोज्दैछ नि यार। नजिकै रहेछ त अलरेडी यार, म यहाँबाट घुमेर आएको ठिकै रहेछ त। इट्स अलराइट ओके। म चाहिँ भयो तर साइक्लिङ भनेको साइक्लिङ नै हो क्या। आइपुगेँ म यस गाउँमा। एकछिन यहाँ सामान किनेर फर्किहाल्छु। हेरेर छ त्यसको चाहिँ ठ्याक्कै रेड लाइनमा आइपुग्यो क्या। ओइ कस्तो ठ्याक्कै गाडी आइदिरहेको भनेको। ओके फेरि आयो अब यहाँ। त्यसको आइपुग्यो होइन। अब चाहिँ सामान किनौँ यहाँ, त्यसपछि जाउँ। पहिला सालको साइकललाई पाल गरौँ, त्यसपछि भित्र छिरौँ होइन। Thanks. Can I get the pug here over there? All right. Thank you. अब यस्तै गर्नु पर्ला।
ल त्यसको आइपुग्यो साइकल पार्क गर्ने अब एकछिनपछि म माथि पुग्छु माथि स्टोरमा अनि त्यसपछि भेट्छु है त ओके आज फ्लावरहरू ए आज मदर्स डे हो आज मदर्स डे त्यही भएर फ्लावरहरू एकदमै धेरै छ क्या आज मदर्स डे स्पेसल रहेछ नि त बुकिसुकी टक्क लाएर होइन च्याट्ट लाएर र म चाहिँ स्टोरमा आइपुगेँ होइन एकछिन साइक्लिङपछि स्टोर खासमा म स्टोरमा आएको तर माथिबाट खासमा म चामल लिन आएको यहाँ होइन सेक्सन रहेछ चामल सेक्सन कहाँ छ यार हो यहाँ हुनुपर्छ एसियन फुड भनेपछि यहीँ हो चामल खाने भनेको एसियनहरूले हो धेरै जस्तो होइन यहाँ रहेछ ल ए लैला लिएर जानु पर्ला लैलावाला यो पनि मिठो त मिठै छ चामल होइन अब यहाँ चाहिँ कुन्लानी हुन्छ कि फेरि अस्ति लैला लगेर खाएको ठिकै थियो बासमती पनि ठिकै छ होइन यो पनि ठिकै छ आज यो लैलावाला नै लिएर जानु कस्तो हुँदो रहेछ है त ओके देख्न सक्नुहुन्छ म एकचोटि एक्सप्लोर गराउँछु है अरू के के चाहिएको मैले अहिले लिएर त्यसपछि मलाई चाहिएको छ तलैबाट त्यो पर्दैछ आज त्यसको अलिक भिड देखिरहेको छ हौ हुन त भिडै हुन्छ होइन त्यो माथिको फ्लोरमा चाहिँ ऊ छ के भन्छ अरे इलेक्ट्रोनिक सामानहरू होइन एउटा दुईटा अब अलिअलि अरू सामान पनि लिनु पर्यो मलाई खासै धेरै सामान त किन्नु छैन होइन मैले तेल खोजिरहेको तेल मरै भेटाउँदैन यार Alhamdulillah. क्लब कार्डको बारेमा अलिकति भन्छु तपाईँलाई यो क्लब कार्डको चाहिँ के हुन्छ भन्दा तपाईँले त्यसकोमा चाहिँ एउटा लगइन गर्नुपर्ने हुन्छ मेम्बरसिप कार्ड लिनुपर्ने हुन्छ क्लब कार्ड होइन त्यसमा चाहिँ लिनुभयो भने जस्तै यो 4.35 छ नि ठ्याक्कै 1 पाउन्ड डिस्काउन्ट मतलब 1 पोइन्ट समथिङ त्यस्तै डिस्काउन्ट छ है यसरी डिस्काउन्ट हुन्छ कि धेरैमा डिस्काउन्ट हुन्छ कि यसरी क्लब कार्डहरूमा चाहिँ जस्तो फर इक्जाम्पल हेर्नु कति फरक छ 9.50 छ होइन 6.35 यो चाहिँ क्लब कार्ड हुनेलाई मात्रै हुन्छ म तपाईँलाई अहिले देखाउँछु त पेमेन्टमा कसरी हुन्छ हेलो ल सक्यो के अरे होइन अब तल जाऊँ त्यसपछि लेट्स गो होम यही नै हो होइन देख्नुहुन्छ सक्यो
यसमा चाहिँ के हुन्छ भन्दाखेरि क्लब कार्डमा चाहिँ के फाइदा छ भन्दाखेरि हाफ अफ द प्राइस नै हुन्छ क्या कहिलेकाहीँ चाहिँ। त्यही भएर त्यो क्लब कार्ड चाहिँ हामी जस्तो इन्टरनेसनल मान्छेहरूलाई चाहिँ क्लब कार्ड एकदमै चाहिन्छ होइन। सो जस्तै अल्डीहरू पनि त्यस्तो खोइ मलाई अल्डीमा चाहिँ मैले चाहिँ अल्डीमा त्यस्तो सुनेको छैन, तर यो टेस्कोहरूमा चाहिँ क्लब कार्डहरू एकदमै छ होइन। हाफ अफ द प्राइस नै हुन्छ क्या त्यसमा, तपाईँको डिस्काउन्टहरू एकदमै धेरै डिस्काउन्ट भएर हुन्छ होइन। त्यही भएर सो यति नै हो आजको भ्लगलाई यही गरौँ होला है। साइक्लिङ प्लस अलिकति एक्सप्लोरेसन भन्दै आजको भ्लगलाई चाहिँ म यहीँ बन्द गर्छु है त ल। थ्याङ्क यू सो मच फर वाचिङ एन्ड किप वाचिङ, सब्सक्राइब गर्न नभुल्नु होला है त। थ्याङ्क यू।